यो नेपालको सबैभन्दा डरलाग्दो नाच हो लाखे नाच। तर धेरैलाई थाहा नभएको कुरा यो हो, यसको कथा प्रेममा परेको एक दानवबाट सुरु भएको थियो। पुरानो नेवार किम्वदन्ती अनुसार एक दानव काठमाडौँको पुरानो शहरको एउटा गाउँ मन्जीपाकी एक युवतीसँग प्रेममा पर्यो। ऊ मानिसको भेषमा शहरभित्र पस्यो, तर राजाले उसलाई समाते। दानवले बिन्ती गर्यो, मलाई यहाँ बस्न दिनुहोस्, म तपाईका बाल बच्चालाई हानि गर्नुका सट्टा उनीहरूको रक्षा गर्नेछु। त्यही दिनदेखि ऊ मन्जीपा लाखे बन्यो, शहरको संरक्षक। लाखे नाच एउटा सामान्य प्रदर्शन मात्र होइन, यो 1600 वर्षभन्दा पुरानो लिच्छवी कालदेखिको एउटा प्रथा हो। त्यस बेला महामारी फैलिँदा मानिसहरू लाखे नाचले दुष्ट आत्मा र रोगहरूलाई भगाउँछ भन्ने विश्वास गर्थे। लाखे नाचको हरेक पाइला, ढोलको हरेक आवाज, मुखुण्डाबाट निस्कने हरेक भयानक नजर, यी सबैले अराजकतालाई सुरक्षामा बदलिएको प्रतीकात्मक अर्थ बोक्छन्। लाखे नर्तक जो सुकैलाई पनि छानिँदैन। यो नेवार परिवारहरूमा पुस्ता पुस्तासम्म हस्तान्तरण हुँदै आएको एक पवित्र कर्तव्य हो। आज पनि इन्द्र जात्राको बेला जब लाखे सडकमा दौडिन्छ, यो एउटा प्रदर्शन मात्र होइन, यो 1600 वर्ष पुरानो बाचा हो कि एउटा दानवले पनि नेपालको रक्षा गर्न सक्छ।